हेलो गाइस, वेलकम टु माई फर्स्ट ब्लग। अनि म चाहिँ सुन्दरीजल घुम्न हिँडेको आज। साथी न सङ्गी, एक्लै रङ्गी चङ्गी हुँदै। अहिले चाहिँ म सुन्दरीजल आइपुगेँ। अनि बस पार्कबाट झरेर पनि अब त्यहाँबाट हिँड्न सुरु गर्दैछु। फाइनली म चाहिँ खोला आइपुगेँ सुन्दरीजल। अब घुम्न जाने अगाडि आज चाहिँ ठुलो पानी बगिरहेको रहेछ। म चाहिँ पानीमै स्विमिङ खेल्नको लागि आएको, खास गरी सुन्दरीजल। केटिएम भेरी चाहिँ हो मेलन्चीको पानी आएको छ। तपाईँहरू हाइकिङमा अथवा घुम्न जानुहुन्छ भने चाहिँ तपाईँहरू यो बाटो जानुपर्छ। अनि म चाहिँ स्विमिङ खेल्न हिँडिहालेँ। अब यो बाटो तल्लो बाटो हिँड्दैछु। त्यही सुन्दरीजल आइपुगेँ खोलामै है। खोलाको पानी चाहिँ अलि अगाडि छ। वाउ, पानी चाहिँ बबाल बढेर आएछ। अब चाहिँ स्विमिङ खेल्नु मजा आउँछ। बालुवा झिक्दै रहेछ, यहाँको बालुवा झिक्न पाइँदैन। अनि म चाहिँ यहाँ ढुङ्गामा चढ्दैछु। स्विमिङ खेल्ने मान्छेहरू चाहिँ कमै रहेछ। खतरा बगिरहेछ, पानी चाहिँ ठुलो छ। आज मान्छे कम रहेछ, पानी धमिलो भएर होला। सुन्दरीजलमा पानी कस्तो छ हेर। गाइस, चाहिँ पानी परिरहेको छ सुन्दरीजलमा। अनि म चाहिँ यहाँबाट कोप्रामा बसिरहेको छु। सुन्दरीजलको भ्यू हेर्नु, सुन्दरीजलको। पानी चाहिँ सुरु परिरहेको छ। यहाँनिर हेराउने हो रुँदै है, राम्रो रुझियो है। ठुलो पानी परिरहेको छ। मैले चाहिँ अर्डर गरेको, पानी परेर चिसो भएर कस्तो बनाइदियो। गरम है त।
आज सुन्दरी जलमा पानी परेर कत्रो आएको छ किन यस्तो बगिरहेछ पुरै झर्ना छ अनि ट्याक्क यसकै अपोजिटमा यतापट्टि पनि आज त सुन्दरी जल बौलाएर आइरहेछ कत्रो ठुलो पानी परेको पनि उताबाट त्यस्तै यताबाट त्यस्तै यस्तो बबाल ठाउँहरू पनि छ हेर है म चाहिँ अब सुन्दरी जलबाट फर्किएँ है जोस रमाइलै भयो आजको घुमाइ बाटो चाहिँ जोस राम्रो लाग्यो सुन्दरी जल आउने अनि म चाहिँ फर्किसकेको उकालो गएर नि फर्किसकेँ अब गोराहरू झर्दैछु अब आवाज नै नराम्रो आइरह होला माइक नै मैले भिज्छ भनेर प्लास्टिकमा प्याक गरेर राखिसकेँ अब निकाल्दिनँ घुमियो सुन्दरी जल राम्रोसँगले माथि चाहिँ गएन पौडी खेल्ने खोला त डुबिदिने हो